दोस्तहरू, मेरो साथीहरू अनि मेरो फ्रेन्डहरू, तपाईँहरू कुन ठाउँमा हुन्छ, जुन ठाउँबाट भए पनि मेरो भिडियो देख्दै हुन्छ भने देख्नु पनि पर्ने अवस्था छ। हामीसँग धेरै समय छैन। हामीले खासै यो रिलहरू र भिडियोहरू बनाउन खोजेको हाम्रो देश बनोस् भनेको कारणले हो। त्यसैले तपाईँ हामी मिलेर यो देश बनाउनुपर्छ भनेर म लागिपरेको छु। तपाईँले सोसल मिडिया हेरेर मात्रै कसले जित्छ भनेर बाजी छाप्नुभन्दा हामीले के गर्न सक्छौँ र कसलाई जिताउने भन्ने कुरामा बढी चासो लिनुपर्ने भएको छ। यही चासोको दौडधुममा म लागिरहेको छु। फागुन 21 को चुनावपछि तपाईँ हामीसँग पर्सनल कुरा हुनेछ। अहिले चाहिँ राजनीतिकै र मेरो देशको कुरा हुनेछ। यो कुरा सुन्न तपाईँलाई इच्छुक छ या छैन, अब इच्छुक हुनुपर्ने अवस्था आएको छ। अनि फेसबुक भन्ने कुरा त भोलितिर पनि हेरौँला नि। आज त यो देश हेर्नुपर्ने अवस्था आएको छ। सोसल मिडियामा हामीले देश मात्रै हेरेर हुँदैन, हामीले नियन्त्रण लाग्नुपर्दछ। मैले अहिले हेरिरहेको छु ऋषि धमलाज्यूलाई। उहाँले उखु बेचेर के गर्नुहुन्छ उहाँले, होइन? उखुको प्रचार गरे जस्तो पनि लाग्छ मलाई। दाजुहरू, रौतहटका दाजुहरू, तपाईँ सुर्दिनुहोस्। उखु बिक्री गरेर या उखु बोकाएर तपाईँ जित्नु हुँदैन। त्यसैले हामीले राष्ट्रपालाई जिताउनुहुन्छ। ऋषि धमलाज्यू, तपाईँ उखु बोक्नुहोस्, आउनुहोस्, फेरि पत्रकारमा जोइन हुनुहोस्। यति बेला पत्रकार तपाईँलाई खोजिरहेको थियो, तर तपाईँ देश बनाउँछु भनेर हिँड्नुभएको छ। तर तपाईँ भ्रष्टाचारी पाल्नको लागि तपाईँ हिँड्नुभएको छ। तपाईँलाई काम चलाऊ सरकार चाहिन्छ भनेर तपाईँ बिगार्नको लागि हिँड्नुभएको छ। अब हामी जेएनजी कहाँ जाने त? हर्का साम्पाङज्यू जससँग जाने कि तपाईँसँग जाने कि अनि कुलमानज्यूसँग जाने कि कहाँ जाने? अब हामी त जहाँ गए पनि हामी बालेन शाहसँग गइसकेका छौँ। तपाईँहरू बालेन शाहसँग जानेहरू साथीहरूलाई रोक्नुहोस्। काङ्ग्रेस माओवादी एमालेलाई रोक्नुहोस्, तर जेएनजीहरूको साथीहरूलाई नरोक्नुहोस्। त्यसैले मन खुलाएर घन्टीमा छाप हान्नको लागि तपाईँ पनि आउनुहोस् भन्ने आशा थियो, तर तपाईँ आउन सक्नु भएन। हाम्रो नेपाललाई चाहने साथीहरू पनि तपाईँले नलिदिनुहोस्। म त आज एउटा के सल्लाह सुझाव दिन चाहन्छु भने हर्का साम्पाङज्यूलाई पनि, तपाईँ महान हो, तपाईँ प्रशान गर्ने व्यक्ति हो, तर तपाईँले को हाँसो उठाउने होइन कि जेएनजीको तपाईँले अब काम गर्ने समय आएको छ कि तपाईँले अहिले के लाग्छ? तपाईँले 2-4वटा सिट जितेर तपाईँ के हुने हो? अब हामीलाई त बहुमतको सरकार चाहियो। त्यस कारण तपाईँ पनि सक्नुहुन्छ भने राष्ट्रपालाई सहयोग गर्नुहोस्। तपाईँ आफ्नो ठाउँबाट आफू मात्रै जितेर आउनुहोस्, अरूलाई ल्याउने कुरा नगर्नुहोस्। अनि ज्ञानेन्द्र साईज्यू, तपाईँलाई कर्णाली प्रदेशमा तपाईँको आवाज हुने, म अन्तबाट जित्नुभन्दा जुम्लामा आएर हार्छु भन्नु यो कुरा सही हो। तपाईँले हार्नु पनि पर्छ, किनभने हामीलाई स्वतन्त्र पार्टीका उम्मेदवार चाहिएको छ। त्यसैले तपाईँले हार्नु भनेको जेएनजीको जित हो। तपाईँले जित्नु भनेको पनि जेएनजीको जित हो, तर कर्णालीको जित हो। तपाईँले जित्नु भनेको, तर तपाईँले हारेर स्वतन्त्र पार्टीले जित्नु भनेको जेएनजीको जित हो। यो कुरामा तपाईँ खुल्लेआम भएर खुसी भएर गर्नुहुन्छ। यदि तपाईँले हार्नुभयो भने हाम्रो जेएनजी र हाम्रो नेपाल खुसी हुन्छ। किन खुसी हुन्छ भनेपछि केही बहुमत पुर्याउनको लागि हामीलाई जति चाहिन्छ त्यति पुग्न सक्छ है भन्नेमा हो कि। अनि तपाईँलाई पनि फेरि जित्नु पनि पर्छ। तपाईँलाई नजितेपछि हामीलाई देश कतातिर जाने हो, होइन? तपाईँले केही कुराहरू राख्नको लागि कर्णालीबाट पनि जितको आवश्यकता छ। त्यसैले तपाईँ जितेर नै आउनु होला। तर हाम्रो मत कस्तो छ भने हामीलाई जसरी पनि राष्ट्रको सरकार चाहियो, होइन? अब त्यसैले हामी अब भोट दिने ठाउँमा छैनौँ अथवा भोट दिन सक्दैनौँ। नेपाल सरकारले बनाउन सकेन। अब त्यसैले हामीले प्रत्येक घरमा सम्झाइरहेका छौँ र हाम्रो टोलटोलमा पनि सम्झाइरहेका छौँ। तर हाम्रा 70-80 वर्षका बाजे आमाहरूलाई कसले सम्झाइदिन्छ? उहाँहरूलाई एक छाक चाउचाउ किन्न, एक छाक तेल पार्नलाई गाह्रो भएको छ। उहाँहरूलाई पार्टीहरूको बाटो गुरिरहनु भएको छ। अनि 2-4वटा के चाउचाउको पोका र तेलका पोका खाएर आफ्ना नाति र छोराहरूको भविष्य बिगार्दै हुन्छ। तपाईँहरूले सवार्नु पर्नेछ। तपाईँको आशामा जेएनजीहरूले तपाईँको मतदान गर्ने अधिकार दिएको छ। यो कुराहरू नबिर्सिदिनु होला। अनि अर्को कुरा के गर्न चाहन्छु भने म हामी चुनावपछि तपाईँ हामी मजाले चौथारामा बसेर मजाले बस्नु होला। फलाउने पार्टी फलाउने त्यो पार्टी भन्नुभन्दा विकासका कुरा गरौँला, होइन? आफ्नो व्यवसायतिर लागौँला कि मलाई त सरकार यस्तो चाहिएको हो, 5 वर्षपछि कसैले म तेरो काम गरिदिन्छु भनेर कुरा नगरोस् कि। सिधै काम होस्, मलाई सरकारपछि चासो नै होस् कि मजाले आफ्नो सिस्टम अनुसार काम बन्ने हो कि, होइन? सिस्टम भयो भने तपाईँको बाटो बन्छ अनि तपाईँको खानेपानी पुग्छ। तपाईँको सब कुरा सिस्टमले हो। त्यसैले सिस्टममा हामी जानलाई 5 वर्षको सरकार चाहिएको। यो कुरा जेएनजीहरूले र तपाईँ हामी विदेशमा बस्नेहरूले पनि बिर्सिने होइन। धेरै मोबाइल चलाएर साला के होस् जस्तो देशी गयो पनि बिग्रियो, हाम्रो देश कहाँ गयो भन्ने कुराहरू खोतलेर नबस्नुहोस्, होइन? तपाईँहरू एक भएर घन्टी कसरी बजाउने भन्ने कुरा सोध्नुहोस्। घन्टी बजाउनको लागि हामीले यति नै छ।
अब प्रत्येक साथीहरूलाई फोन गरेर रिक्वेस्ट गरेर जसरी बिहानी घन्टीमा भोट हाल्न पठाउनु पर्नेछ आमा बुवाहरूलाई। अनि त्यसपछि 5 वर्षको सरकार भयो भने तपाईँ हामी ढुक्क भएर विदेशमा बसौँला, केही गर्नलाई नेपालमा गएर लगानी गरौँला। अनि देशै बनेन भने हामी नेपालमा कसरी लगानी गर्ने? अनि विदेशमा कमाएको पैसा कहाँ गर्ने? त्यही फेरि घर किनेर फेरि हामी विदेशै आउने? यो कुराबाट हामीलाई चाहिएको होइन, हामीलाई सरकार चाहिएको। ल यस्तै कुराहरूको बहस गर्दै अर्को भिडियोमा तपाईँलाई सँगमा भेट्छु।